नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। आज धनुषाको कमला नगरपालिका वडा नम्बर 2 मा बेवारिसे अवस्थामा एक शिशु फेला। देशभर यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु, 4,75,003 परीक्षार्थी सहभागी। आवश्यकता अनुसार मुलुकमा विश्वविद्यालय खुल्न दिनुपर्ने कांग्रेसका सभापति देउवाको भनाई। सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना। र शनिबार राति भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्सलाई बेंगलुरुलाई 7 विकेटले पराजित। अब समाचार विस्तारमा। धनुषाको कमला नगरपालिका वडा नम्बर 2 मा आज बेवारिसे अवस्थामा एक शिशु फेला परेको छ। इलाका प्रहरी कार्यालय खजुरीका अनुसार सराबे टोल स्थित श्री इट्टा भट्टा नजिक कपडामा पोको पारी फालेको अवस्थामा शिशु फेला परेको हो। शिशुलाई तत्काल स्याहारका लागि एक स्थानीय महिलाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। शिशु कसले छोडेको हो भन्ने विषयमा अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रदेश 2 नम्बर लगायत देशभर यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई सुरु भएको छ। चैत 21 गतेसम्म सञ्चालन हुने एसईई मा देशभरका गरी करिब कुल 4,75,003 परीक्षार्थी सहभागी भएका छन्। बिहान 8 बजे सुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरूले अंग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षा मर्यादित बनाउन प्रहरीले खान तलासी गरेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिएको थियो। यस वर्ष पहिलो पटक संघीय संरचना अनुसार सुरु भएको परीक्षामा प्रदेश 2 मा धनुषामा सबैभन्दा बढी परीक्षार्थी सहभागी भएका छन्। धनुषामा 11,108 जना सहभागी छन्। त्यस्तै सिराहामा 10,045, सर्लाहीमा 9,523, सप्तरीमा 9,009, पर्सामा 8,389, बारामा 8,124, महोत्तरीमा 8,013 र राउतहटमा 7,669 गरी प्रदेश 2 मा 72,049 परीक्षार्थी सहभागी भएका छन्। त्यस्तै प्रदेश 2 का 8 जिल्लामा कुल 263 केन्द्रदक्ष, 345 सहायक केन्द्रदक्ष, 3,436 निरीक्षक, 586 सहायक निरीक्षक र 1,281 सहयोगी खटिएका छन्। त्यस्तै गरी प्रदेश 2 मा परीक्षा शान्तिपूर्वक रूपमा सम्पन्न गर्न 2,376 सुरक्षाकर्मी खटिएका छन्। परीक्षाको पहिलो दिन आज धनुषाका परीक्षा केन्द्रहरूमा छात्रहरूका लागि सेनिटरी प्याडको पनि व्यवस्था गरिएको छ। महिनावारी भएका छात्रहरूलाई कुनै किसिमको समस्या आउन नदिन धनुषाका विभिन्न परीक्षा केन्द्रमा अनुगमन टोलीले सेनिटरी प्याड वितरण गरेको छ। धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल सहितको टोली विभिन्न परीक्षा केन्द्रमा सेनिटरी प्याड वितरण गरेको थियो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 13 को वडा अध्यक्षले फरार रहेका छोरा र भतिजालाई हिजो प्रहरीले पक्राउ गरेको छ। चैत 4 गते जनकपुरधामको बिराडी चोकमा जित बहादुर राउत र रामनगिना राउतलाई कुटपिट गरेको उजुरी आएको आधारमा वडा अध्यक्षले छोरा रोशन मण्डल र भतिजा विक्की मण्डललाई प्रहरीले पक्राउ गरेको छ। पीडितले पहिला नै प्रहरीमा उजुरी दिए पनि विगतका केही दिनदेखि उनीहरू फरार रहेको थियो। यसैबीच उनीहरू आफ्नो घरको नजिक रहेको घरमा नै लुकेर बसेको गुप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले लुकेको घरमा खोजबिन गरी पक्राउ गरेको बताएको छ। नेपाली कांग्रेसको वडा अध्यक्षको उम्मेदवार समेत रहेको पीडित राउत र मण्डल बीच पौडेल स्थानदेखि नै आपसी मनमुटाव रहेको तथा यसै कारण उनीहरू बीच कुटपिट भएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। घटनाको विस्तृत छानबिन भइरहेको समेत जानकारी गराएको छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेज लगायतका कुनै पनि कलेजको सम्बन्धमा खारेज गर्ने लगायतका कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो। आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले सरकारको नियम विपरीत कुनै पनि मेडिकल कलेजले बढी शुल्क लिएको पाइएमा सम्बन्धित पक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने र सो सम्बन्धमा आवश्यक छानबिन गरी कारबाही गर्ने व्यवस्था पनि सरकारले गरिसकेको स्पष्ट पार्नुभयो। सरकारले चिकित्सा शास्त्र अन्तर्गत MBBS का लागि उपत्यका भित्र 38,50,000 र उपत्यका बाहिर 42,45,000 तथा BDS तर्फ 19,32,612 रुपैयाँ शुल्क तोकिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिनुपर्ने बताएको छ। सरकारले नयाँ विश्वविद्यालय सञ्चालनका लागि अनुमति दिन रोक लगाएको बेला कांग्रेसले मुलुकमा जति सक्दो धेरै विश्वविद्यालय खोलिदिनुपर्ने धारणा अघि सारेको हो। विकास र समृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र समृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय सञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ। शंकरदेव क्याम्पस नेभी संघ एकाइले हिजो राजधानीमा गरेको संघीयता शिक्षा विषयक अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै विश्वविद्यालयहरू खोल्न दिनुपर्ने धारणा राख्नु भएको हो। 17% छ यो अरु युनिभर्सिटीको धेरै कुराहरु तयार भइसक्नु पर्दछ। त्यसकारण यहाँ युनिभर्सिटी खोल्नु हुँदैन भन्नेमा कोही दिन छैन। खोल्नु पर्छ तर साइड बाइ साइड के छ भनेदेखिलाई स्तर जो हो क्वालिटी जो हो त्योभन्दा राम्रो हुनु पर्यो। त्योभन्दा राम्रो भएपछि सायद बिस्तारै चाहिँ विद्यार्थी त्यहाँ जान्छ छोड्न हाम्रो सक्छ। विदेशकै कुरा गर्ने भने त्योको सर्टिफिकेट सबैले थाहा छ। अब थाहै छ हो युनिभर्सिटी हो त्यो। त्यसका अर्थ मान्यता प्राप्त युनिभर्सिटी सबभन्दा गर्दा अहिले पनि त्यो छ। अगाडि मान्दैन अब त्यही पनि मान्दैन। त्यसमा यो एउटा ठिकै समस्या छ। हेर्नुहोस् जति खोल्यो भने केही आपत्ति छैन। उच्च शिक्षामा सभापति देउवाले धेरै विश्वविद्यालय सञ्चालनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्यकता औलाउनु भयो। कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ विश्वविद्यालय स्थापनाका लागि सरकारले यस सम्बन्धी कानूनी प्रक्रिया सहज बनाउनु पर्ने धारणा राख्नुभयो। मानसिकता नेपालमा विकसित गरिनु पर्दछ। एक त्रिभुवन विश्वविद्यालयलाई त तत्काल माफ गर्नलाई विशेष त्रिभुवन विश्वविद्यालय तत्काल 10-15 वटा विश्वविद्यालयको मदर इन्स्टिट्युसन बन्नको लागि तयार हुनुपर्दछ। ठाडो भाषा भन्यो भने स्प्लिट गर्नुपर्छ। शंकरदेव क्याम्पस छुट्टै विश्वविद्यालय बन्न सक्ने क्षमता रहेको छ। पीके कलेज छुट्टै विश्वविद्यालय बन्न सक्ने क्षमता रहेको छ। इभन टिचिङ छुट्टै विश्वविद्यालय बन्न सक्ने क्षमता रहेको छ। यो छुट्टै विश्वविद्यालय बन्नको लागि त्रिभुवन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र त्रिभुवन विश्वविद्यालयसँग जोडिएको स्टेक होल्डर्सहरूको टाउको दुखाइ किन भइरहेको छ मैले बुझेको छैन। मेरो सिधा यसमाथि हमला छ। त्रिभुवन विश्वविद्यालय धेरै विश्वविद्यालयहरूको जननी बन्न सक्नु पर्दछ। मदर अफ मेनी युनिभर्सिटिज। त्रिभुवन विश्वविद्यालयको अहिलेको साइजलाई कायम राखिरहनु हुँदैन। हाम्रा रूपमा शिक्षाका हाम्रा अधिकार क्षेत्रहरू र विश्वभरका विकसित देशले दक्ष जनशक्ति उत्पादनलाई नै मुख्य प्राथमिकता दिने गरेको भन्दै उहाँले विषयगत विश्वविद्यालय नखुलेसम्म विकासको फड्को मार्न नसक्ने दाबी गर्नुभयो। उहाँले व्यावहारिक र विषयगत विश्वविद्यालय सञ्चालनलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्धमाथि पुनर्विचार गर्न सरकारलाई सल्लाह दिनुभएको छ। विप्लवको दल
विप्लवको दलमाथि प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा पर्ने भन्दै नेता पौडेलले यस निर्णयमा पुनः विचार गर्न सुझाव दिनुभएको हो। वर्तमान सरकार बहुमतको अडानमा शक्ति केन्द्रीकरणतर्फ लागेको र लोकतन्त्र खतरामा परिरहेको दाबी पनि नेता पौडेलले गर्नुभयो। सिन्धुलीमाढीमा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले सरकारको 1 वर्ष असफल भएको टिप्पणी समेत गर्नुभयो। कांग्रेसले पनि प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको स्वीकार्दै पौडेलले राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत संग्रह गर्न नसकिने पनि स्पष्ट पार्नुभयो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको मण्डीखाटा स्थित ह्याम क्याम्पस अस्पतालमा भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री कृष्ण प्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। नेता सिटौलाले हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि शुक्रबारदेखि आइसियुमा राखेर उपचार भइरहेको हो। नेता पौडेलको उपचारमा डाक्टर भगवान कोइरालाको टोलीले संलग्न रहेको सिटौलाका सखीय सचिव किरण सिटौलाले जानकारी दिए। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भन्दै डाक्टरहरूले अझै 2-3 दिन अस्पतालमै राख्नुपर्ने सुझाव दिएको किरणले जानकारी दिनुभयो। सिटौला अस्वस्थ भएपछि पार्टी महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाश मानसिंह, केन्द्रीय सदस्य दिलेन्द्र बडु, संसदीय दलकी सचेतक पुष्पा भुषा लगायत शनिबार भेट्न पुगेका थिए। शुक्रबार साँझै नेताहरू अर्जुन सिंह केसी, डाक्टर शेखर कोइराला, गगन थापा, प्रदीप पौडेल, भीमसेन दास प्रधान लगायतका नेताहरूले पनि स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए। सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नपध्वज निरौलाले आइतबार एक कार्यक्रमका बीच रामशहर पञ्च स्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गर्नुभएको हो। सर्वोच्च अदालतका महिला कर्मचारीलाई कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन तथा शिशुहरूको अधिकार हनन हुन नदिने मुख्य उद्देश्यका साथ सो शिशु स्याहार केन्द्र स्थापना गरिएको सर्वोच्च अदालतकी शाखा अधिकृत अञ्जना सिमखडा पुरासैनीले जानकारी दिनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहयोगमा स्थापना गरिएको सो शिशु स्याहार केन्द्रमा सर्वोच्च अदालतका कर्मचारीहरूको शिशुहरूको कार्यालय समयसम्म स्याहार तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ। सजिलो हुनेछ, अफिसियल रूपमा कार्य वातावरण पनि राम्रो हुनेछ र एउटा बच्चाले पाउने अधिकारबाट आफ्नो बच्चा पनि वञ्चित हुने छैन भन्ने उद्देश्यले चाहिँ एउटा शिशु स्याहार केन्द्र खोलौँ भन्ने उद्देश्यका साथ हामीले धेरै पहिलेदेखि प्रयास गर्दै आएका हौँ र आजको दिनमा हामी यो स्थापना गर्न सफल भएका छौँ। कार्यालयका काम गर्ने उचित वातावरण निर्माण गर्न पनि कर्मचारीहरूको शिशुहरूको स्याहारका लागि सो केन्द्रको स्थापना गरिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालत परिसरभित्र स्थापना गरिएको सो स्याहार केन्द्रमा शिशुहरूका लागि आवश्यक खेलौना र श्रव्य दृश्य सामग्रीहरूको पनि व्यवस्था गरिएको छ। प्रहरीले प्रतिबन्धित नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका मध्य कमान्ड इन्चार्ज सुदर्शन भनिले हेमन्त प्रकाश वकिल सहित 9 जना नेता कार्यकर्तालाई हिजो बिहान काभ्रेप्लान्चोकबाट पक्राउ गरेको छ। प्रहरी स्रोतले वलीले गत फागुन 10 गते बेलुका ललितपुरको नक्लु स्थित एनसेर कार्यालय अगाडि बम विस्फोट गराउँदा 1 जनाको मृत्यु तथा 2 जना घाइते भएको घटनाको जिम्मा लिएको बताएको छ। खानीखोला गाउँपालिका 7 मिल्चे स्थित बेरेनी नजिकै काभ्रेप्लान्चोक र ललितपुरको सीमाबाट 1764893 नम्बरको जीपमा वली सहितका नेता कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलीखेल स्रोतले जनाएको छ। उनीहरूलाई 2 जिल्लाको सिमानामा दुर्लङखोला पार गरे लगतै प्रहरी विशेष ब्युरो महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसनका क्रममा पक्राउ गरेको हो। पक्राउ पर्ने अन्य धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन्। अब खेल समाचार।
साबिक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई 7 विकेटले पराजित गरेको हो। एमए चिदाम्बरमा क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरले दिएको 71 रनको लक्ष्य चेन्नईले 17.4 ओभरमा 3 विकेटको क्षतिमा पूरा गरेको थियो। महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती राइडुले सर्वाधिक 28 रन बनाए। सुरेश रौनारले 19 र केदार जाधवले अभिजित 13 र रविन्द्र जडेजाले अभिजित 6 रन बनाए। बलिङमा बेंगलोरका युजवेन्द्र चहल, मोहम्मद सिराज र मोइन अलीले 1-1 विकेट लिएका थिए। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बेंगलोरले 17.1 ओभरमा सबै विकेट गुमाएर 70 रन बनाएको थियो। बेंगलोरका लागि पृथ्वी पटेलले 29 रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन्। मोइन अली र एमबी विलियर्सले समान 9-9 रन बनाए। कप्तान विराट कोहली 6 रनमा आउट भए। बेंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरभजन सिंह र इमरान ताहिरले 3-3 विकेट लिए। रविन्द्र जडेजाले 2 विकेट लिएका थिए। हरभजन म्यान अफ द म्याच घोषित भएका छन्। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज धनुषाको कमला नगरपालिका वडा नम्बर 2 मा बेवारिसे अवस्थामा एक शिशु फेला। देशभर यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसई सुरु। 4,75,003 परीक्षार्थी सहभागी। आवश्यकता अनुसार मुलुकमा विश्वविद्यालय खोल्न दिनुपर्ने कांग्रेसका सभापति देउवाको भनाई। सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना। शनिबार राति भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई 7 विकेटले पराजित। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अप्पन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।